हाई गाइज, यसमै सलिना फेरि पनि म आज छुट्टीको लागि म छुट्टीमा बाहिर निस्किँदैछु मेरो अङ्कल र बाबासँग। सो कस्तो राम्रो हावा चलिरहेको रहेछ अहिले चाहिँ बाहिर यहाँनिर। अब चाहिँ हामी मेट्रोमा जाने हो। मेरो चस्मा निकालेको मैले, मलाई चस्माले गाह्रो भयो, तर म फेरि लाउँछु। तर आँखा चाहिँ म देख्दिनँ होला चस्मा लगाएर हिँड्दाखेरि आज। अनि मेरो पिम्पल यत्रो धेरै आइरहेछ हो, देखेको कत्रो निधार देखेको मेरो त यहाँनिर। ठिकै छ। अनि अब हामी अहिले जान लागेको चाहिँ बरदुबे हो, अङ्कलको थोरै काम छ अरे। अनि मेरो त त्यत्तिकै म साथी मात्र हो जाने भनेको। मलाई चाहिँ चस्माले लास्टै गाह्रो भयो, गाह्रो आँखा पनि देखिनँ पनि केही पनि देखिनँ। अनि मेरो यो पिम्पलले त लास्टै गाह्रो भयो। अनि आज स्पेसल चाहिँ हाम्रो अङ्कलको लागि खासमा गएको हो, कानमा सुन लाउनुहुन्छ अरे आज, त्यो भएर हामी गएको हो। म त अब म त यत्तिकै गएको मात्र हो, साथी मात्र गएको हो। कहाँ हामी आएको यहाँनिर मेट्रो पनि आइपुग्यो हाम्रो मेट्रो आयो। तिम्रो लागि स्पेसल सिट आज चाहिँ मैले सिट पाएँ है, फर्स्ट टाइम। मेरो पिम्पल के हो यत्रो धेरै आएको, झन् ठुलो भइसक्यो। हामी चाहिँ अहिले यहाँनिर आइसक्यौँ। बाबा यता हुनुहुन्छ, अङ्कल अगाडि। खै अङ्कल अगाडि भनेको त अङ्कलै हुनुहुन्न रहेछ। ए अगाडि हुनुहुँदो रहेछ अङ्कल चाहिँ अगाडि हुनुहुन्छ। अनि यहाँबाट हामी निस्केर जाने हो र। मेरो पनि आइफोन 17 प्रो म्याक्स आयो आज। बाबा पनि भनेर यो चाहिँ मेरो गिफ्ट हो है बाबाको लागि। खासमा हामी जानुपर्ने चाहिँ अर्कै ठाउँ थियो, तर यहीँबाट ओर्लेर चाहिँ हामी जानु लागेको हो अहिलेलाई। अनि अङ्कलको खै यता के काम छ अरे। मलाई यो पिम्पलले कस्तो त्यो मान्छेको अगाडि हेर्नै मलाई कस्तो अप्ठ्यारो लागिरहेको। अनि अङ्कलले त अब हामी कहाँ जान्छौँ मलाई चाहिँ केही पनि थाहा छैन। अब अङ्कलहरूले लानुहुन्छ होला। कस्तो मजाले हावा आइरहेको छ यहाँनिर त अहिले त। बुर्ज अब यहाँबाट रोड कटेर जानुपर्छ, यताबाट रोड कटेर हामी बुर्जुमान मल जाने हो र अहिलेलाई। हामी चाहिँ फेरि रङ वेमा आएछौँ। अब फेरि हामी अर्को साइड जाँदैछौँ है त। जाने चाहिँ कहाँ भन्नु हुँदैन, आफै अगाडि हिँड्नु भयो अङ्कल, हामी अङ्कलको पछाडि हिँड्ने हो डाइरेक्ट। मान्छेको अगाडि यत्रो धेरै मान्छे देख्दाखेरि त मलाई त लाज पो लाग्यो फोन उठाउनु पनि। मलाई एउटा क्यामेरा चाहिन्छ अहिलेलाई। मलाई गोप्रो हो कि के हो। अब अङ्कल यो बाटो चाहिँ रङ बाटो नहोस् है। अब यो बाटो पनि रङ भयो भने त बर्बाद हुन्छ फेरि। त्यो चाहिँ हामी यहाँनिर बुर्जुमानको मल आयौँ। अङ्कलको थोरै काम छ अरे, के काम छ। अनि ए ब्रेड एन्ड बटर त यहाँ पनि रहेछ। मलाई त यस्तो भिडमा यस्तो क्राउडमा त मलाई त ओभर लाज लाग्दो रहेछ हो। अङ्कल लाज लागेर भुतुकै भइरहेको, डेन्जर लाज लाग्यो मलाई त। अनि यति धेरै क्राउड छ यहाँनिर। के कामको लागि आएको हामी यता खासमा? के हो यो? हामीलाई यस्तो क्याम्पिङ जानुको लागि चाहिन्छ। टिभी लाने हो। अनि स्पिकर त अस्तिको पालि पनि लानुभएको थियो त, अस्तिको छुट्टीमा जाँदाखेरि पनि। के चाहिँ हामीलाई भित्र भिडियो बनाउनु अलाउड छैन रहेछ। अनि त्यहाँबाट मैले भिडियो अफ गरेँ। लास्टमा लिने चाहिँ केही पनि होइन रहेछ अङ्कलले। एक राउन्ड घुमाएर मलाई अङ्कलले एक राउन्ड घुमाएर मलाई निकाल्नु मात्र हामीलाई। अब फेरि जाने हामी अर्को ठाउँ जाने, तर कहाँ जाने त्यो चाहिँ ठाउँ थाहा छैन हामीलाई। चाहिँ थोरै सन्चो नभएर अहिलेलाई मेरो स्वर पनि यस्तै भइरहेको छ। अनि बिरामी मान्छे म यसरी कुद्दैछु। मेरो रुममा पनि त सुत्नु हुँदैन नि त, त्यो भएर म
2 दिन म रुममा सुतेँ मजाले त्यो भएर म आज चाहिँ म अङ्कल र बाबाको छुट्टी थियो अनि आज बिरामी मान्छे नखर हिँड्छे कता कता जान्छे पानीपुरी खान्छे अनि फेरि बिरामी हुन्छे अनि सुत्छे अनि अब त बिरामी हुँदैन मेरो भोलिदेखि ड्युटी छ अब सक्यो मेरो 3 डेज लिभ पनि सक्यो अब कस्तो राम्रो फुलहरू हो प्लिज समवन गिफ्ट मी समवन सरप्राइज मी लाइक दिस विल बी सुन अरे हामी चाहिँ बाहिर निस्केको त्यहाँबाट अब हामी अर्को ठाउँ जाने कहाँ जाने लेट्स सी अहिलेको वेदर यस्तो राम्रो छ कि हावा चलेर त्यस्तो चिसो पनि छैन त्यस्तो गर्मी पनि छैन राम्रो छ एउटा पसलमा पसाएर अब मलाई सकाउनु भयो दुईजनाले लास्टै गर्ने भिडियो बनाउनु अलर्ट छ कि छैन यहाँभित्र चाहिँ अब नेपाली ए यो माउन्ट एभरेस्ट भनेको अङ्कल हाम्रो अङ्कल नेपाल जाँदै हुन्छ त्यो भएर अङ्कलको अलिकति सपिङ नेपाली सुपर मार्केटमा छिरेर नेपालमा सपिङ गर्ने ला मेरो यो पिम्पलको त दागै बस्छ जस्तो छ यो खालको चोलो चाहिँ लास्टै लाउनु मन लागिरहेको थियो ठिक्क मैले यहाँनिर देखेँ तर मलाई कस्तो सुहाएन यो कलरले नसकेको हो कि मलाई राम्रो नदेखेको हो कि यो कलर पनि राम्रो रहेछ भेट्नु त भेटेँ तर मैले भने जस्तो खालको जस्तो मैले एक्सपेक्ट गरेको थिएँ तर त्यस्तो मलाई भएन सो म नेपाल जान्छु अब चाँडै नेपाल गएर म लगिदिन्छु 27 होइन म 25-26 जान्छु मेरो वाइवाईहरू रहेछ सबै रहेछ नेपाली फुड अहिले त मलाई त्यस्तो धेरै चाउचाउहरू के खानु नि मन लाग्दैन अस्ति नेपालबाट आउँदाखेरि 2 कार्टुनकै कति कार्टुन लिएर आउनु भयो 4 कार्टुन अनि मेरो बेडको साइडमा यति धेरै छ चाउचाउ यति धेरै छ म नेपाल जाने टाइममा म सक्छु होला त्यो यहाँनिर सबै रहेछ यहाँनिर दालहरू अनि लेज पनि रहेछ मैले खोजेको कुरमुरे यो कुरमुरे होइन यस्तो खालको ग्रिन कलरको कुरमुरे के यस्तै छैन होला है ए बाबा ढेँडो खाने भने होइन आज यो ढेँडोको लागि मकैको चामल पनि रहेछ यहाँनिर खै यहाँ बाबाले यसरी मेरो ब्याग बोकिदिइरहनु भएको छ ए ठुलो बाबाको छोरीलाई यो अस्ति ठुलो बाबाले परी जस्तो खालको लुगा छोरीलाई भन्दै हुन्थ्यो ए कति राम्रो रहेछ अनि सबै रहेछ सबै मलाई चाहिँ त्यो नेपालमा पाउने त्यो एउटा ग्रिन कलरको कुरमुरे हुन्छ नि हो त्यो ग्रिन कलरको कुरमुरे मलाई खानु मन लागिरहेछ हो जब बिरामी हुन्छ अनि चाहिँ मलाई फ्रुट्सहरू चिसो फ्रुट्सहरू मलाई खानु मन लाग्छ नत्र त माइ गड है यहाँनिर अमला पनि रहेछ यो अमला त्यस्तै त हो जता पनि हेर्दै हिँड्ने मात्र त हो हेर्दै हिँड्ने जाने आज मलाई त्यस्तो मुडै चले छैन त्यति धेरै मलाई केही गर्नुलाई मलाई कस्तो त्यो चिसो लागेर होला अहिले चाहिँ मलाई चिसोहरू अनि त्यो जुस अनि फ्रुट्सहरू चिसो फ्रुट्सहरू कस्तो खानु मन लागिरहेछ खायो भने त फेरि म अर्को हप्ता पनि मलाई फेरि लिभ लिएर बस्नुपर्ने हुन्छ मलाई एक्चुअली यो नुडल्स ट्राई गर्नु मन लागिरहेछ हो पनि रहेछ यहाँनिर तर अस्ति घरमा छ ल्याएको मम्मीहरूले ल्याउनु भएको छ खानेकुरामा त मलाई त त्यस्तो धेरै क्रेभिङ त केही पनि भएको छैन अहिले चिसो मात्रै खानु मन छ मलाई मैले यस्तो खालको यो गुडिया मैले यो गेम खेलेर मैले मेरो घरमा मेरो रुममा यति धेरै बनाएर राखेको छु होला म यति धेरै मैले बनाएर राखेको छु सक्यो झारेर अङ्कल खै कानमा सुन कतिखेर लाउने र ह्याप्पी बन्नुहुन्छ अङ्कलले मात्र कानमा सुन यस्तो ह्याप्पी लाउनुपर्छ मेरो मैले त्यसको डबल ह्याप्पी सुन लगाएको छु आज मैले कानमा
हजुर के हो अङ्कलले त यस्तै हो अङ्कल त एउटा पसलमा पसाउने अनि त्यहाँबाट दोकान चाहिँ नछोड्ने बाबाको चाहिँ फेरि यहाँनिर रुगा लागेर नाकमा यस्तो घाउ भइरहेछ अहिलेलाई सबैजना वेदर चेन्ज भएर अहिले अलिकति सन्चो पनि छैन अब पसाउनुहुन्छ अनि जाम भन्नुहुन्छ ओके आजको दिन अफ यसरी नै मनाऊँ यसरी नै चलौँ जाउँ अब बाहिर राम्रो भइसकिसक्यो मौसम रात पर्न लागिसक्यो कति बज्यो 6 बज्न लागिसक्यो होला मलाई चाहिँ भ्लग बनाउँदै थिएँ मलाई किनकि कुनै उसमा स्टोरहरूमा अलाउड हुँदैन नि त क्यामेरा ओपन गर्नु अनि भिडियो बनाउनु त्यो भएर चाहिँ म लेडिजको सुज हेर्नुलाई आएको यहाँनिर तर कता हो किधर है लेडिज के लिए सुज यही साइड में ओके अनि मलाई त्यस्तो धेरै त इम्पोर्टेन्ट त छैन त्यही पनि ड्युटीमा लाउने एउटा मलाई सुज चाहिँ चाहिरह अनि अलर्ट छ कि छैन भन्दै म डर लाग्छ कि मलाई भरे अलर्ट थिएन भने त फेरि मेरा 37 ये भी अच्छा ओके थ्याङ्क यू किन्नु पर्ने थिएछ तर मलाई थाहा नै छैन यो जुत्ता पनि राम्रो लाग्यो मलाई यो अङ्कल यो कस्तो राम्रो हो हेर्नु जे कामको लागि आएको हामी त्यो काम चाहिँ छैन यहाँ हिलहरू मलाई त यस्तो चप्पल पनि मनपर्छ यस्तोहरू स्लिपर लभर हो नि फेरि म त मलाई त जुत्ता भन्दा पनि धेरै त मलाई स्लिपरहरूमा अलिकति इन्ट्रेस्ट लाग्छ हाई हिल्स ठिकै अब जाउँ अब हेर्नु है अङ्कलले फेरि काटेर पसाउनुहुन्छ अनि त्यहाँनिर 1 राउन्ड घुमाउनुहुन्छ अब सक्यो बेलुका भएपछि मलाई गाह्रो हुन्छ नाक टाल्ने झन् चिसोले दिउँसोभरि केही पनि हुँदैन सायद तातो भएर फेरि निस्क्यौँ हामी त यताबाट अब अर्को दोकानमा पस्ने अरे फेरि म त पस्दिनँ है अब त म त पस्दिनँ अब त झन् यहाँ हिँड्दा ठङ्ग पर ठोकिनु अरे हावा कस्तो मजाले आइरहेछ आज 2 दिन रुममा बसेँ आज हिँड्दा त मलाई त्यस्तो फिल भएको छैन कि गल्यो जस्तो एकछिनमा गल्छु होला म धेरै हिँडेर यस्तै छ मेरो आजको दिन चाहिँ बाबा र अङ्कल जता हिँड्नुहुन्छ म त्यता जाने हेरौँ आज कहाँसम्म चाहिँ हिँडाउनु हुँदो रहेछ कहाँसम्म पुगिँदो रहेछ आधी मात्रै हिँड्नु छ आधी मात्रै बाटो फेरि अब अर्कोमा अङ्कलले पसाउनै भयो भन्दैछु नि मलाई 18 क्यारेटको किनेर डेली युजको लागि लगाउनु मन लागिरहेछ भित्र त तातो पो रहेछ मलाई चाहिँ कहिले पनि चक्लेट खानुलाई त्यस्तो साह्रो इन्ट्रेस्ट लागेन पनि खाम जस्तो पनि हुँदैन जति चक्लेट देखे पनि मेरो बहिनी छ उसलाई चक्लेट भनेपछि ऊ त क्रेजी हो चक्लेटको लागि त यो डेरी मिल्कको लागि त मैले चाहिँ यो कुनाफा दुबई कुनाफा चक्लेट लिएँ ट्राई गर्नु पर्यो मैले खानु त खाएको थिएँ अस्ति पनि अलिकति खाएँ मलाई मिठो लागेको थियो त्यतिखेर यो चाहिँ मलाई आई विल ट्राई गर्छु यो चक्लेट कस्तो छ भनेर अस्ति पनि ट्राई त गरेको थिएँ तर मैले धेरै त्यस्तो खाइनँ थोरै मात्र खाएको थियो कस्तो गर्मी भयो हाम्रो त बाबाहरू चाहिँ जानुभयो अनि म चाहिँ यहाँ एक्लै बसेर यहाँ पर्खेर यहाँ तल पर्खेर म यहाँ चक्लेट खाँदै बसिरहेको छु एक्लै कतिखेर आउनुहुन्छ अब थाहा छैन मलाई चाहिँ मलाई त मिठो लाग्यो त्यहाँबाट हामी कहाँ जाने त्यो थाहा छैन अर्को दोकान म चाहिँ अब चाहिँ गल्ल लागिसक्यो अब चाहिँ म लास्टै भइसक्यो खै चक्लेट मेरो साथी मेट्रोमा जाने अब
रोड क्रस गर्नु पर्यो अनि यहाँ उल्टो खाल्दा यताबाट खानु चिसा भइरहेछ अहिलेलाई कस्तो राम्रो भिडियो तिमीले त उल्टो तपाईँलाई फलाएर उल्टोबाट खाएको हो होइन मैले भिडियोमा मैले खाएको चिसो लागिरहेछ म अझै उयो खाँदैछु कस्तो पाउँदैछ अहिले खाने ट्राई गर्नु न दुईटा डेट्स खाएको झन् कस्तो भयो मिठो छ थोरै खाएको मैले आफै राम्रो अभिन्न रहेछ आज अङ्कलले धेरै खाना खानु भएर अङ्कललाई लास्टै गाह्रो भइसकिसक्यो यत्रो हेर्नु घटेन साथी दर्न मैले पनि 3 चोटि छापेको आज खाना दुईचोटि हो 3 चोटि लास्टमा मलाई घिउसँग खानु मन लागेर छापेको अझै कहाँ जाने हो थाहा छैन नेक्स्ट जाने नेक्स्ट हो त्यहाँदेखि उता अनि मलाई त यस्तो लाज लाग्छ कि किन हो यत्रो धेरै मान्छेहरू भएको बेला मलाई भिडियो बनाउनु त बोली नै आउँदैन मलाई त ब्लग भनेको मान्छेहरूको अफिसमा त आउँदैन नि मलाई त मलाई आज नाच्नु होइन नाचेको मलाई त आँट आउँदैन त्यत्रो धेरै त तर अहिले चाहिँ मलाई अलिकति कम्फर्टेबल लाग्छ पहिला चाहिँ मलाई लास्ट चाहिँ गाह्रो हुन्थ्यो बिस्तारै सबै कुरा ठिक हुन्छ बिस्तारै बिस्तारै भन्नु कसरी रहेछ माथिबाट त्यहाँको त मस्तो रहेछ नि बाबाको पेट ठुलो आयो अरे हुनुहुन्छ नि मोटो त नानीको क्यामेरा हुँदा पनि मोबाइल भन्दा ठुलो भोलि देखिरहेको छ जम्मा अब त्यहाँ मलभित्र पर्फ्युम छर्किदिएको थियो एउटा हातमा अर्कै पर्फ्युम आइरहेछ यो एउटा हातमा अर्कै पर्फ्युमको फ्रेग्रेन्स आइरहेछ माइ गड एउटा हातमा एउटा आइरहेछ कहाँ जाने हो त्यो खालको अङ्कल नेपाल जानु लाग्दै हुन्छ नि अङ्कललाई नानीको लागि चक्लेटहरू दिनुको लागि यात्रा हो जिन्दगी यात्रा हो जिन्दगी यात्री हो मलाई अब हामी झन् चिसो चिसो हुँदै गयो कहाँसम्म पुग्छौँ कहाँसम्म त्यहाँबाट अङ्कल निक्लिनुहुन्छ त्यो त मलाई थाहा छ लिने चाहिँ अङ्कल यहाँबाट केही पनि होइन दोकान घुम्दा गलेर यस्तो हुनुभएको छ अङ्कल चाहिँ सबै मै त गलिसकेँ यहाँ बाबा यता यसरी मै पनि गलिसकेँ यहाँनिर हाई अनि अङ्कल चाहिँ यहाँनिर लेके जाऊ इसको जम्ला आखिर कहाँ जाने आउनु न यता ए झोला लिनु जानु भयो अङ्कल ए अङ्कलले कस्तो राम्रो कुर्ता हेर्नु न तर मलाई यस्तो धेरै झिँदै भएको मन पर्दैन ओन्ली सिम्पल एन्ड स्विट रङ्ग साह्रै गर्नुभयो साह्रै सबैतिर घुम्दा अहिले अङ्कल गर्नुभयो अब यहाँ बाबा यहाँ हुनुहुन्छ जाउँ आउनु थाकिन्छ सिधै जहाँ हिँडेको त्यहीँनिर गएको भए त थाकिँदैन थियो होला अब जता स्टोर दिएको त्यता पसे त हामी त थाकिहालिन्छ कतिवटा भयो अहिलेसम्म डुलेको दोकान हामीले अझै उता बिल्डिङ गएनौँ त्यहाँ डे टु डे सिङ्गा साडीहरू कस्तो राम्रो के मलाई लास्टै गाह्रो भयो कति राम्रो बच्चा ज्वेलरी यस्तो छ यहाँनिर म चाहिँ खासमा यहाँनिर त्यत्तिकै घडी हेर्नुको लागि आएको थिएँ अनि मलाई यहाँनिर एउटा घडी मन पर्यो अनि घडी मन परेर अब घडीको टाइम मिलाउने जे दिएको त्यही मन परिहाल्छ जता गयो त्यतै गाह्रो छ एकदम कस्तो क्वालिटी राम्रो वाला मिलेगा पूरा है मे भी आपका नेपाली गर्लफ्रेंड हो सही है काठमाडौँ का है अच्छा काठमाडौँ पोखरा नागर बुटवली टेहरी हमारा भी उधर ही है अच्छा सब जगह पता है नेपाल का पर आप किधर से हो हम केरला से अच्छा यूके यूनाइटेड केरला
इलेक्ट्रिक इंडिया लगी है मेरो यो पुरानो घडी चाहिँ मेरो यहाँनिर छ अनि ब्याट्री लाउनु पर्ने थियो अर्को घडी मन पऱ्यो त्यही युज गर्छु त्यही लाउँछु भनेर अहिलेलाई घडीको साइज चाहिँ मलाई अलिकति ठुलो भयो जस्तो भयो अनि मार्नुहुन्छ होला मम्मीले मलाई घरबाटै घडी नै घडी छ इतना घड़ी है पूरा 5 समथिंग मम्मी के लिए वो फर्स्ट में ही वो डाल दिया क्योंकि कैसा हो गया मम्मी ने डाली उसका वो नहीं निकाला था वो है ना वो तो ओपन होता है हात नै ठुलो घडी भयो के हो मलाई त अब चाहिँ हामी यहाँबाट निस्किने झट्टै लड्यो त्यहाँबाट निस्किने अनि जाने अब घडी पनि लगाइहाल्यो झोला 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 चाहिँ खोइ हामी जाँदैछौँ मलाई त जोस जागर सबै हराइसक्यो अब चाहिँ मलाई आजको लागि इनफ हुन लागिसक्यो नाक टालेर झन् गाह्रो हुँदै गयो अनि आमा अङ्कल अहिले गल्नु भयो जस्तोको छ अलिकति लोक कति हाल्नु न त यहाँबाट मलाई त डर लाग्छ भिडियो बनाउनु पनि भनेको अलर्ट हुँदैन कता त भिडियो बनाउनु नै चिसो हावा अङ्कल सुन किन्नुहुन्छ अरे अङ्कलको लागि हामी अहिले यहाँनिर अगाडि हुन्छ अङ्कल यतिको चाहिँ बनाउनु पर्ने हुन्छ नि बाबा मलाई कस्तो देख्यो अरे यो सिक्रेटले कस्तो सुहाउँदैछ होइन तिमीलाई नराम्रो देख्यो यो चाहिँ नराम्रो देख्यो भने सिक्रेटले मलाई सुहाएन अरे बाबाले भन्नुभएको किनिदिनु पर्छ भनेर सुहाएन अरे अहिले मलाई सुनको भाउ त बस्दै घटिदियो त आम्मामा अब अर्कोमा हेर्नुहुन्छ अरे अङ्कललाई कहाँनिर चित्त पुग्छ कहाँ मनपर्छ अनि त्यहीँनिर दिनुहुन्छ होला अङ्कलले अहिले तिमी अङ्कललाई ल्याउन अङ्कल आउन आँट्दै हुन्छ अनि अङ्कलको लागि चाहिँ यहाँनिर अहिले बुझ्दै हुनुहुन्छ बाबाले गड अहिले अनि अर्को अङ्कललाई चाहिँ सुन पसलमै छोडिदिएर आएँ मलाई यहाँ कस्तो गाह्रो भइसकिसक्यो लुगा लागेर नाक टालेर एक त चिसोमा कुदे भएँ म चाहिँ यसरी बसिरहेको छु अङ्कलभित्र पैसा निकाल्नु जानुभएको छ अनि मान्छेको क्राउडहरू देख्न सक्नुहुन्छ सो मच क्राउड हाम्रो चाहिँ सबै काम सक्यो अब हामी घर जाने बिरामी मान्छे म यस्तो हावा उड्दैछु यस्तो चिसो हावा छ यहाँनिर आज झन् मलाई नाक टालेर लास्टै गाह्रो भइसक्यो बिरामी भयो भने काममा जानु सक्दिनँ होला मलाई मार्छ जानेर आलु निम्की बिरामी भएको थियो त्यही आलु निम्की सुरुवात पनि फर्स्ट एन्ड लास्ट एन्डिङमा एकैचोटि त्यहीँनिर गरिदिन्छु यताबाट जाउँ न कति भयो त यहाँ आएको फोटो खिच्नु पर्यो अब एउटा दुइटा चाहिँ फोटो खिचेको फोटै चित्त बुझेर आज अङ्कल मुन्द्रा नि भाइरल हुनु मलाई त चित्तै बुझेन आज मलाई मेरो फोटोले लुगा नभएको हो कि के भएको भन्नु तिम्रो पनि पाएन छ त छोरी फोन मेरो जस्तै हो हामी घर जाँदैछौँ घर जाने हामीले अस्ति आलु निम्की खाएको ठाउँ चाहिँ ऊ त्यहाँ पर हो क्या त्यो गाडी एउटा त्यो गाडी जस्तोमा खाएको हामीले त्यही खाएर म बिरामी भएको अब त्यहाँनिर अरू पनि पाउँछ आलु निम्की मात्र पनि खाँदिनँ आज तपाईँहरू ट्राई गर्नु न तपाईँहरूको एक दुई चम्ची ट्राई गर्छु अनि अरू पनि पाउँछ त्यहाँनिर अरू पनि ट्राई गर्नुपर्छ अरू पनि फुडहरू त्यहाँनिर अब यहाँबाट हामी डाइरेक्ट घर जाने किनकि लास्ट चिसो पनि भइसक्यो म यहीँ आएँ भने जहिले बिरामी हुन्छु मात्र जहिले यहाँनिर त म यहाँनिर त आज त खाली रहेछ अस्ति नै त डेन्जर भिड थियो हो यहाँनिर केही खानै नसक्ने गरी म त खानु पनि नबस्ने बस्नु पनि नभ्याउने गरी खालको थियो यहाँनिर चाहिँ सबै हामी चाहिँ अब यहाँ आलु निम्की पर्खेर बसिरहेको अङ्कल त नखानु हुने रे खानु हुँदैन अरे अङ्कल त म चाहिँ ट्राई मात्र गर्छु किनकि मलाई नाक
लुगा मर्की लागिरहेछ बाबा जानुभएको छ लिनुको लागि मलाई फोटो चित्त बुझ्दै आएन आज हाम्रो आलु निम्की आइसक्यो म बिरामी हुन्छ होला फेरि खायो भने त चाक्सो मात्र कस्तो छ आज त धेरै किलो रहेछ चाखेको मात्रै हो 2 किलो भयो क्या त मिठो छ थोरै झोल छ अनि मिठो लाग्यो जस्तै मिठो छ मिठो आलु निम्की त मिठो पो भयो त बिरामी मान्छे मिठो भयो भन्दै खाँदै चाखेको मात्रै सुरु आज यो निम्कीले सुरु गरेको यो निम्कीले अन्त गर्छ अब तर निम्कीमा नुन छैन मेरो टेस्ट सबै हराएर छ मैले 1 लिटर भन्दा धेरै पानी पिइसकेको देखेँ तिमीहरूले पानी नै पिउँदैन सक्यो हाम्रो आलु निम्की अब ए यस्तो थियो पकाइदिनु त खाँदिनँ भन्दा भन्दै खाइ पो पठाएँ त धेरै नै चाखेको मात्रै हो कस्तो छ भने चाखेको एकदम मिठो फिनिस्ड हाम्रो आलु निम्की मैले ट्राई मात्र गर्नु खोजेको आज सक्यो भोलि म झन् बिरामी भयो भने सक्यो अब यहाँ फोटो खिच्छ एउटा दुइटा लेसपेगी अनि कति राम्रो बिरालाहरू बसिरहेको छ मेरो पछाडि हाई कति राम्रो ओके गाइज आजको हाम्रो दिन यस्तै रह्यो यस्तै रह्यो हाम्रो दिन सबै स्टोरहरूतिर जाँदै जाँदै अनि लास्टमा म जहाँ यहीँ आएर मैले आलु निम्की खाएर म बिरामी भएको थिएँ अहिले म त्यहीँ आएर फेरि पनि मैले आलु निम्की खाएँ निको हुन्छ होला सायद अब ओके गाइज सी यू इन नेक्स्ट ब्लग बाई बाई